अवस्थामा रहिदिनु हुनका लागि हाम्रो साथी हुनुहुन्छ उहाँलाई अनुरोध गर्न सही रातमा रहिदिनु हामी अनुरोध गर्छौँ र उहाँ आउनुहुन्छ दीपक रायमाझी र उहाँको गीतले बन्दैछ हस्तारे महिनामा। दीपकजी आफ्नो गीतका साथ पहिले अवस्थामा रहिदिनु होला। अहिले पनि हामी बोलाउन चाहन्छौँ अन्जु चौहानलाई र प्लिज सबैजना मिलेर प्रोग्राम हेरौँ। अगाडिका साथीहरू बसिदिनु होला अनि मात्र पछाडिको साथीले देख्नुहुनेछ। अहिलेलाई भने अन्जुजीलाई मैले दुईचोटि बोलाइसकेँ। अन्जुजीले धनकुटा कस्तो जानुभयो कुदाउनुभयो अनि आफ्नो आकर्षक नृत्यको लागि अन्जुजीलाई धेरै धेरै धन्यवाद। र अहिले हामी देखिरहेको छौँ भिड एकदमै तछाड मछाड जस्तो भइरहेको छ। सबै एकजना मात्रै हेर्न आउनुभएको छ, सबैजना हेर्न आउनुभएको छ। मिलेर हेरौँ भनेर अघिदेखि भनिरहेको छु। र हाम्रो भलिन्टियर साथीले एकदमै रिसाउनु भएको छ। नरिसाइकन सबैलाई सम्झनुहोस् अनि मानिहाल्नुहुन्छ। सबैजना मिलेर हेरौँ। र अब मैले गीतको लागि म यहाँ बोलाउन चाहन्छु दीपक रायमाझीलाई। उहाँको गीतले भन्दैछ असारे महिनामा। यो जेठको महिनामा असारको कुरा कस्तो हुँदो रहेछ त्यसको लागि तपाईहरु यदि कसैले सुन्नु भएको छ भने कृपया मलाई गाली नगर्नु होला। एउटा झुटो प्रेम हो र कविता यसरी सुरु हुन्छ। भगवानलाई साँची राखी सिउँदो तिम्रो कोरिदिउला, भगवानलाई साँची राखी सिउँदो तिम्रो कोरिदिउला, तिमी भन्दा राम्री भेटे तिमीलाई नै छोडिदिउला। विश्वास गर मेरो प्रेम हिउँ झै चोखो छ, विश्वास गर मेरो प्रेम हिउँ झै चोखो छ, तिम्रो बाउको सम्पत्ति आफ्नो पार्ने दोको छ। मेरो यो
जीवनमा तिम्रै मात्रै खाँचो छ, मेरो यो जीवनमा तिम्रै मात्रै खाँचो छ, मुड केस नहुँदैछौँ मेरो प्रेम साँचो छ। धन्यवाद। ठिकै छ, तपाईँको एउटा सबैजनाको एउटा सङ्गम हेर्नु होला कस्तो हुन्छ र हुन्छ भने मिल्छ भने अलिकति ताली बजाएर हुन्छ कि नाचेर हुन्छ कि यो कार्यक्रमलाई राम्रो बनाउनुतिर लागौँ हामी। ल बोक्यो असारे महिनामा ल हुन्छ, अब जेठै छ अहिले, असार लाग्न आँट्यो, सम्झौँ न एकचोटि हामी असारलाई। हो छैन असारे महिनामा पानी परेर जाने एक्लो यो बेलामा असारीको जाने अन्तिममै भइजाने हुँदै तारा पानी छ पनि छ छोडको बेलैमा छोडको बेलैमा ताली खोइ त